र फाइनली स्ट्रिट क्याफेटेरियामा चाहिँ खाजा सेट आइसक्नु भयो हैन। यो खाजा सेट चाहिँ तपाईहरुले कहीँ पनि त्यस्तो धेरै डिफरेन्स छ यहाँनिर अरु भन्दाखेरि हैन। र यो खाजा सेटमा चाहिँ के छ भनिदिनुस् त, उहाँ अब म्यामले भनिदिनुहुन्छ। यो स्पेशल नेवारी खाजा सेट हो। हजुर। यसमा चाहिँ बक्स छोइला पाउनुहुन्छ। हजुर। त्यसपछि भटमा सादेको नेपाली अचार अनि आलु साथसाथै पिनट सादेको पनि हजुरहरूले पाउन सक्नुहुन्छ। अनि यो आलु र तामाको अचार चाहिँ हजुरहरूले कहीँ पनि पाउनु हुँदैन यो सब्जी चाहिँ हैन। र त्यसको लागि ल धन्यवाद। एकबार खाएर ट्राई गर्छु है कस्तो लाग्छ अनि भन्नु। म आबुधाबीको स्लामा हस्पिटलको ब्याक साइड स्ट्रिट क्याफेटेरिया भन्ने नयाँ भर्खरै ओपनिङ भएको छ। र यहाँ चाहिँ हामीले नेवारी खाजा सेट मगाएको छु र खाएर टेस्ट गर्नेछु हैन। तपाईहरुसँग सेयर गर्नेछु खाएर। अनि मेन यहाँ के भन्दाखेरि यो 24 आवर चाहिँ क्याफेटेरिया ओपन हो। र साथैमा यो यहाँनिर अझै एउटा स्पेशल कुरा के भन्दाखेरि डग छैला भनेको चाहिँ हाँसको छैला चाहिँ अब धेरै रेस्टुरेन्टमा आबुधाबीमा धेरै ठाउँमा पाउँदैन हैन। तर यहाँ तपाईहरुले डग छैला पनि पाउन सक्नुहुन्छ। र यो लोकेसन तपाईलाई मैले यो फर्स्ट भिडियोमा हालिदिएको छु र तपाईहरु यो लोकेसनमा आएर पक्का आइदिनुहोस् होला। अनि हजुरहरूले यहाँको टेस्ट गरिदिनु होला। अत्यन्तै मिठो मोमो चाहिँ भन्दाखेरि आबुधाबीमा यो नयाँ रेस्टुरेन्ट ओपनिङ तर एकदमै धेरै मिठो। र सबैभन्दा हामी फर्स्ट बफ ट्राई गर्नेछु हैन कसरी। हजुरहरूलाई नेपालको फिल हुन्छ यो यहाँ आएर हजुरहरूले खानुभयो। अनि साथैमा हैन नम्बर 1 कुरा चाहिँ के छ भन्दाखेरि आलु र तामा यो स्पेशली नेपालबाट मगाएको तामा हो। यो तामा यहाँनिर आबुधाबीमा पाउँदैन तपाईहरुलाई थाहा छ हैन। कति महँगो चिज पनि हजुरहरूलाई यहाँनिर यही खाजा सेटमा खाजा सेट भित्रै पाउनेछ तपाईहरु। र तपाईहरुले यहाँ आइदिनुहोस् होला हैन। र यो तामाको बास्ना पनि एकदमै हुन्छ नि, तपाईले नेपाली सम्झाउँछ। अनि अझै चिउरा पनि हैन यो पनि एकदम नेपालबाटै इम्पोर्ट भएको हो। यो यहाँको चिउरा पनि हैन उहाँहरूले एकदमै जति पनि छ यहाँभित्र नेपाली सेटहरू त्यो सबै उहाँहरूले जति पनि सामानहरू छ सबै नेपालदेखि नै इम्पोर्ट गरेको। र तपाईहरु पनि आउनुहोस्, इन्जोय गर्नुहोस्। म त इन्जोय गर्दैछु। थ्याङ्क यू सो मच गाइज। तपाईहरुलाई मैले सबै एड्रेस दिइरहेको छु। र तपाईहरुलाई 24 आवर्स होम डेलिभरीको सुविधा छ आबुधाबी 1 किलोमिटरसम्म। र हजुरहरूले अर्डर गरेर खान सक्नुहुन्छ। र यहाँ पनि तपाईहरु आएर भिजिट गरिदिनुहोस्। यहाँको चिया पनि एकदमै अत्यन्तै मिठो छ। मैले सबै टेस्ट गरेँ र यो खाजा सेटको चाहिँ फाइनली हजुरहरूको लागि भिडियो बनाएको। थ्याङ्क यू सो मच। फेरि नेक्स्ट टाइम अर्को भिडियो लिएर फेरि यहीँनिर आउनेछु।